तपाईहरुको बीचमा फेरि पनि परमेश्वरको जीवित वचन भजन संग्रह 34 को 1 देखि 10 सम्म हामी वचनद्वारा उत्साहित हुनेछौं। हर समयमा परम प्रभुको प्रशंसा गर्नेछु। उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परम प्रभुमा गर्व गर्नेछन्। कष्टमा परेकाहरूलाई यो सुनेर खुसी हुन्। म सँगसँगै परम प्रभुको महिमा गर र हामी एकसाथ उहाँको नाम उच्च पारौं। मैले परम प्रभुलाई खोज्ने र उहाँले मलाई जवाफ दिनुभयो। मलाई मेरो सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्यालो हुनेछन् र तिनीहरूका शिर शर्मले कहिले झुक्ने छैनन्। यस दुखित मानिसले परम प्रभुलाई पुकार गर्यो र त्यसलाई त्यसका सबै कष्टहरूबाट बचाउनु भयो। परमेश्वरको भय मान्नेहरूका चारैतिर परम प्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लगाउनुहुन्छन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छन्। परम प्रभुलाई पारख गरेर हेर कि उहाँ कति भला हुनुहुन्छ र उहाँमा शरण लिने मानिस धन्यको हो। हे परम प्रभुका पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भोकाउनेछन्, तर परम प्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आजको वचनले हामी सबैलाई आशिष मिलेको होस् र सम्पूर्णलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह।